कस्तो छ त अन्त पानी पर्नु खोज्दैछ यो कट म त लुन्छु। हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज धेरै दिनको बादमा मैले भिडियो लिएर आइसकेको छु। भिडियो भ्लग जे पनि भन्नुहुन्छ लिएर आइसकेको छु। र आज चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ आज चाहिँ म सागबारी हिँड्दामा छु। मेरो ठुलो दिदीको घरमा म हिजै आएको होइन। अन्त हिजो पनि म भ्लग गर्छु भन्ने सोचेको थिएँ, तर मैले हिजो भ्लग गरिनँ। किन भन्दाखेरि मेरो ब्याग नै एकदमै गरम थियो अनि म टाढाबाट आएको नि त। अनि फेरि मलाई बाटोमा अलिकति लाज पनि लाग्यो गाइस, त्यही भएर मैले हिजो चाहिँ भ्लग गरिनँ। अनि यता चाहिँ मेरो ठुलो दिदीको घर छ होइन। अन्त मेरो माइली दिदी पनि यतै हो घर, यता पर हुनुहुन्छ। माइली दिदी चाहिँ ट्विन्स बेबी हुनुहुन्छ नि दुईजना, उनीहरूको मम्मी चाहिँ मेरो माइली दिदी। अन्त म चाहिँ यहाँ चाहिँ एकदमै घाम लागिरहेछ। अनि आज चाहिँ मलाई अल्छी अल्छी पनि लाग्दैछ। किन भन्दाखेरि ठुलो दिदी र भाइ सुरज चाहिँ नरेगा गएको छन्। अनि ठुलो भेना ड्युटी जानुभएको छ। भाइ भित्र पढ्दैछ, उसको क्लास 12को इक्जाम छ। अनि म पनि भित्र नोट्स बनाउँदै थिएँ, त्यही कारणले आज चाहिँ म चाहिँ भ्लग गर्नु पऱ्यो भनेर सोचिरहेको थिएँ। किनकि नयाँ जग्गा होइन, तपाईँहरूलाई पनि यसो देखाइदिउँ न त भनेर म यसो ग्लासलाई हेर्नु पऱ्यो। गाइस कस्तो हुँदैछ, पुरा घाम आँखामा आयो कि बुझ्यो गाइस, सरम लाग्यो मलाई। अन्त के हो भन्दाखेरि चाहिँ नि अस्ति मैले एउटा गीत गाएर मैले फेसबुक फेसबुकमा अपलोड गरेको थिएँ। हजुरहरूले धेरैभन्दा धेरै माया देखाइदिनु भयो, हजुरहरूले सेयर गरिदिनु भयो। त्यसको लागि म एकदमै आभारी छु, एकदमै धन्यवादी छु हजुरहरूप्रति। अनि मलाई एकदमै खुसी लागेको छ। र मलाई अझै पनि नयाँ नयाँ गीतहरू गाउनु, नयाँ नयाँ भिडियोहरू बनाउनु मलाई एकदमै ऊर्जा जाँगर थपिदिनु भएको छ तपाईँहरूको स्विट कमेन्टले है। त्यसको लागि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु। र अझै मलाई सपोर्ट गर्दै जानुहोस्। मैले अपलोड गरिबसेँ भने मलाई धेरै बोल्नु पनि आउँदैन। मलाई चाहिँ हाउडै बिना प्रथममा चाहिँ बोल्नु आउँछ कि, तर यसरी पोइन्टमा बोल्नु चाहिँ आउँदैन। गाइस के भन्नुहुन्छ तपाईँहरू? केही नभन्नुहोस्, म सुन्ने पनि होइन हो। अनि के हो भन्दाखेरि चाहिँ म चाहिँ हात पुरा गल्दो रहेछ गाइस भ्लग बनाउनु। अनि अहिले चाहिँ म भित्र नोट्स लेख्दैछु। अब एकछिनबाट चाहिँ म पर माइली दिदीकोमा जानेवाला छु। किन भन्दाखेरि चाहिँ के छ म तपाईँहरूलाई अहिले देखाउँछु। एकदमै दामी हुनेवाला छ आजको भ्लग चाहिँ गाइस, हेर्नु चाहिँ लास्टसम्म हेर्नुहोस्, तपाईँहरू एकदमै स्किप नगर। र मैले चाहिँ एकछिन नोट्स लेखेँ होइन नेपालीको। अन्त अब चाहिँ म माइली दिदीहरूको घरतिर जाँदैछु। यो पनि लगिदिएको, ठुलो दिदी लगिदिनु भन्नुभएको थियो। दुईजना हाम्रो सानो सानो फुच्ची पिन्चे र पिन्ची हो मैले राखिदिएको नाम चाहिँ। उनीहरूको लागि राखिदिएको। यस्तो कडा घाम लागिरहेछ गाइस, हेर्नु न, आम्मामा यस्तो गरम भइरहेछ कि टाउको नुहाएर हिँड्दाखेरि पनि एकैछिनमा सुक्ला जस्तै भइरहेछ। हाम्रो दिदी घर चाहिँ त्यहाँ हो, नानीहरू के गर्दैछन् अब हामी त्यहाँबाट हेर्नुपर्छ ल, रुँदै रहेछन्। अब चप्पै त हुँदैन नि बेबी, कुची खाने हातले चाहिँ कहाँ सक्छ हो, दुईवटा हातले पक्रिनु पऱ्यो नि। यो चाहिँ आमाको प्याउली हो, यता चाहिँ हाम्रो माइली दिदी। हेलो भन्नु त दिदी। यो मैले भ्लग गरेको नि आज चाहिँ। खै भेनाले कटर ल्याइदिएको छन् गाइस। मैले चाहिँ अघि तपाईँहरूलाई भनेको थिएँ नि एउटा कुरा देखाउँछ भनेर, त्यो एउटा कुरा चाहिँ यही हो। यहाँ हेर्नुहोस्, दुईवटा छ यस्तो चाहिँ होइन। यो के हो, ज्याक फ्रुट भन्छ होइन यसलाई इङ्ग्लिसमा, नेपाली अनुसार ला चोप झरेर मऱ्यो नि। यो चाहिँ कटर हो गाइस, कटर होइन। यसलाई चाहिँ हामी चाहिँ आज चाहिँ सब्जी बनाएर खाने हो गाइस। के भन्नुहुन्छ तपाईँहरू? म खालि के भन्नुहुन्छ तपाईँहरू केही नभन्नुहोस् कि। हेर न दिदीले हेरेको। अन्त आज चाहिँ म यसको रेसिपी लिएर आउँदैछु गाइस। यसको रेसिपी त्यही भनेर मैले अघिदेखि तपाईँहरूलाई इन्ट्रेस्टिङ भन्दै थिएँ नि। अब यति साह्रो इन्ट्रेस्टिङ हुन्छ। तपाईँले खानु भएको छ कि छैन गाइस? यो तपाईँले यदि खानु भएको छ, तपाईँहरूलाई कस्तो लाग्छ एकदम कमेन्ट गर्नु। यो चाहिँ कटरको के हुँदैछ, यो फोहोर फार कार्यक्रम हाम्रो माइली दिदीले यसरी फोरेको त म देखेको थिएँ, फर्स्ट टाइम देखेको ल। बरु एक एकपट्टि अझै तपाईँ पनि थिएन, ठुलो खालको आएर थिएन, म पनि गर्थेँ नि। पिन्ची किन रोकी तिमी चाहिँ? यहाँ समात्यो त एकपट्टि, अप्ठ्यारो भयो मम्मीलाई। एकपट्टि समाती गर बेबी। भाइ चाहिँ आइसिडिएसमा खेलिबस्दो रहेछ। बरु उयो थिएन बम्बोकहरू, बम्बोकले फक गर्नु नि हो बरु त। आराले पनि सानो पनि मजाले पाक्छ। किन त्यो डन्ठासँगै गर्नुभएको? त्यो डन्ठासँग किन गर्नुभएको? अर्को डन्ठा निकालिदिनु नि पर्सि बिहान नै। तिमी चाहिँ के हेरेको नि लाइन लागेर भगवान्? बहिनी म जुम किन? म त बुन्ने कुटी, म त लुन्छु। अब म त लुन्छु, मलाई बुन्ने
लिएर आऊ न सिधै न आई लभ यु मलाई पकाएर खै मलाई पकाएको खै मलाई गालामा पकाउनु पर्छ नि यो चाहिँ मेरो पिन्चे हो है हेलो भनिदिऊ न अनि के गर्नु भएको भनिदेऊ मलाई पकाइदेऊ मलाई आती आती थ्याङ्क यू अनि अन्त अनि मामाम खायो के भएको छ त्यहाँ कसरी कसरी चाहिँ ए मजुर हुँदाखेरि ओहो अब हुने मजुर अबदेखि मजुर हुने कि नहुने अबदेखि मजुर हुने कि नहुने गाउँ भयो भनिदेऊ न बाई बाई गरिदेऊ अब गाइस यो चाहिँ मैले यहाँ रेडी गरिसकेँ काटेर अब यसलाई चाहिँ हल्का तेलमा फ्राई गर्नुपर्ने हुन्छ यो कटर चाहिँ मैले फ्राई गरेर चाहिँ यतिको कलर आइसकेको छ गाइस हेर्नुहोस् कस्तो देख्दैछ तपाईँहरूले खाउँ परेको देख्नुभयो होला है त्यस्तै त छ अन्त म चाहिँ हिटरमा बनाउँदैछु यो हिटर चाहिँ एकदमै सानो छ भोल्टेज मिक्सर मसला यो चाहिँ लद्वारा लसुन अनि सुक्खा खोर्सानीको पेस्ट हो धनियाँको धुलो यो चाहिँ मैले टमाटर हालेको थिएँ त्यो हालेको गाइस टमाटर हालेको चाहिँ अघि नै क्लिप्स ठाडो भएछ त्यही कारणले गर्दाखेरि यस्तो भयो म त पनि त्यो क्लिप्स हाल्नु पाइनँ र चाहिँ मैले पानी हालेको छु यो पानी हालेको यो मसलाहरू चाहिँ पाक्यो गाइस अब यसो चाहिँ मैले पानी हालेर उमाल्दैछु अब चाहिँ कटर हाल्ने बेला हुनु आँट्दैछ त्यही कारणले गर्दा मैले यसलाई पानी हालेर एकछिन उमालेको गाइस मेरो रेसिपी चाहिँ अलमोस्ट रेडी भइसक्यो होइन म चाहिँ आज एकदमै सानो बोल्नु पऱ्यो र भिडियो पनि त्यस्तो राम्रो चाहिँ भएन अब जति सक्दो मैले मेरो हातले आफै बनाउँदै फेरि आफै क्यामेरामा आफै पक्रिरहेको थिएँ नि त त्यही भएर मेरो भिडियो त्यस्तो राम्रो एङ्गलबाट मैले खिचेर तपाईँहरूले देखाउन सकिनँ होइन जति मैले सकेँ त्यति मैले गरेँ अहिले चाहिँ म धनियाँ लिनु जाँदैछु अब त्यहाँ माथिबाट धनियाँ सारेर छरिदिनु पर्ने चाहिँ मिठो चाहिँ एकदम मिठो भएको छ जस्तो लाग्दैछ गाइस मलाई गाइस यो चाहिँ रेडी भइसकेको छ अब चाहिँ हामी त्योसँग खाना खानेछौँ लुकिङ सो नाइस है लु फर्स्ट बाइट लिनु त तपाईँको हेरौँ रियाक्सन कस्तो हुँदो रहेछ यता हेरेर भन्नु नि कि साँच्चीमै अब खान्छ गाइस हामी गाइस अलमोस्ट रेडी भइसकेको छ यो चाहिँ मासु जस्तै देख्दैछ तर यो चाहिँ मासु चाहिँ होइन गाइस यो चाहिँ कटर हो नि कटर तपाईँलाई म फर्स्ट बाइट खाएर देखाउँछु है
गाइस अब चाहिँ म यो फर्सीको बिहा भुट्न आँटेको छु किन भन्दाखेरि चाहिँ म चाहिँ अब यसको चाहिँ अचार बनाएर चाहिँ नाम्ची लानु आँटेको होइन। त अनेक पो गर्छु त अब तपाईँहरू खाएको छ कि छैन फर्सीको बिहाको अचार फेरि तपाईँ त साह्रै अचम्मै मान्छ मेरो भिडियो हेरेर कसै कसै मान्छेहरू चाहिँ कि के चाहिँ गर्छ भनेर। यो खाने नै चिज हो यो चाहिँ तेल नहाली भुट्नुपर्ने हुन्छ किनकि यो चाहिँ अघि भर्खरै फोडेको फर्सी हो नि त। त्यही कारणले गर्दा यो फर्सीको यो अलिअलि यो रातो रातो लागेकोहरू सबै निकाल्नुपर्छ। यो करे पनि पुरा फेरि यतिको रातो भयो हो। अब चाहिँ निकाल्नुपर्ने हुन्छ पुरा पर्खिनु हुँदैछ यो फर्सीको बिहा। अब मलाई निकाल पोल्यो बेसी भन्दैछ हो। अब म यो निकालेर फेरि तिल भुट्छु यसै तिल भुट्छु। तिल पनि हाल्नु रे दिदीले भन्नुभएको तिल हाल्यो भने चाहिँ अझै सुनमा सुगन्ध भरेको जस्तै हुन्छ अरे। त्यस्तै भन्छ होइन फुलमा सुगन्ध कि सुनमा सुगन्ध हो। तिल र फर्सीको बिहा चाहिँ यहाँ रेडी भइसकेको छ गाइस। अब म यो फ्राई गर्छु तेलमा। यसपालि चाहिँ म लसुन एकदम कम्ती हालेको, खोर्सानी पनि कम्ती नै हालेको किनकि यसपालि चाहिँ यो फर्सीको बिहाको अचार हो नि त। फर्सीको बिहाको अचार भनिसकेपछि चाहिँ फर्सीको बिहाको मात्रै फ्लेभर धेरै आउनुपर्ने हुन्छ नि त, त्यही भएर। ए रामसी बहरी यहाँ चाहिँ मैले खोर्सानी र के पो लसुन पनि हालिसकेँ। अन्त त्यो अघि खालि भिडियो मेरो ठाडो परेको भइपर्छ के भएको थोड़ा सा चिम्पी हाल्ना पड़ेगा, ज़्यादा नहीं, ये ज़्यादा होगा। ठीक है चलो चलो। वाओ गाइस इट्स रेडी फाइनली। गाइस यो चाहिँ म अलिकति टेस्ट गर्छु। यत्रो साह्रो टेस्ट गर्नु हुँदैन किनकि यसो खोर्सानी डरलाग्दा हालेको कि तपाईँले देखिहाल्नु भयो होइन। तर म त खोर्सानीको रानी नै हो, त्यही कारणले गर्दा म चाहिँ टेस्ट गर्दैछु। तपाईँले चाहिँ यसरी टेस्ट नगर्नु होला किनकि भुँडी पोल्ने एकदमै सम्भावना हुन्छ। पिरो चाहिँ पिरो छ कि मैले अलिकति खाएको नि। अहिले चाहिँ खाना चाहिँ डेन्जर रुचाउँछ है, डेन्जर दामी। गाइस र मैले चाहिँ मेरो माइली दिदीकोमा त्यति कामहरू गरेर भ्याएर चाहिँ अब म ठुलो दिदीकोतिर जाँदैछु फेरि रोटे रोट। अनि चाहिँ बाख्रा बोलाउँदैछ मलाई मलाई त बाख्रा कुकुर सबैले बोलाउँछ। बाख्रा बाख्रा बोल्दैन त फेरि बाख्रा ए बोल्नुपर्छ त्यसरी। के भयो तिमीहरूलाई घाँस हालेनन् किन गाइस के भयो भन्दाखेरि चाहिँ सुरजलाई चाहिँ अहिले फोन आएको थियो होइन ड्युटीबाट र उसलाई चाहिँ अहिले कहिले ड्युटी बोलायो। अन्त चाहिँ म पनि सुरजको साथी ड्युटी जाँदैछु सुरजसँग माथि तिङ्मो हो। रात परिसक्यो अब राततिर पनि अब अचानक यसरी बोलाउँछु सुरजलाई चाहिँ होइन। साह्रो छ बिचरा हाम्रो सुरजलाई दिनभरि काम गरेर आयो फेरि कहाँ चाहिँ जानुपर्ने हो। आम्माम यहाँ त हिँड्दै छैन नि त। अब मलाई पनि घरमा बस्दा बस्दा अल्छी लाग्यो होइन। अब र चाहिँ यसो म पनि हावा खानुहुन्छ यसो गाउँहरू यसो कस्तो रहेछ भनेर घुम्नुहुन्छ भनेर म पनि निस्केको। पानी पर्नु आँटिरहेको छ, पानी भिजाउँछ होला। कति ढिलो सुरज ला मलाई मारे। गाइस हामी चाहिँ आइपुगिसक्यो। यहाँनिर चाहिँ लाइन बिग्रेको रहेछ। यो लाइन चाहिँ बनाउँछ भाइले, छैन कलाइहालेको छैन है। यो चाहिँ तिङ्मो स्कुल हो, तिङ्मो पो आइपुगेछौँ हामी त ख्याल ख्यालमै। रात परेर चाहिँ सिन चाहिँ एकदमै गाह्रो छ हाम्रो सुरज भाइलाई। यसरी राति राति आएर लाइट बनाइदिनु पर्ने हुन्छ, रिक्सी काम हो यो त।
बहुतै रात परिसकेर पनि के छिटो अन्धकार भइगयो हेर सुरा सारा यहाँनिर गाउँ झिलिलिली बनाइदिए लाइट बनाएर साह्रै पो रात परिगयो त के हो उयो मिठाई किनौँ ल म किन्छु ल गाइस अब चाहिँ हामी सुरजको काम सकेर फर्किँदैछौँ यो तिङमुको बाटो चाहिँ साह्रै दामी रहेछ हेर्नु नि यहाँनिर यति दामी बाटो भन्नु जस्तो छ त यहाँ त अब यो हेर्नुहोस् है गाइस त सानोतिनो खोलै जस्तो छ त अन्त पानी पर्नु खोज्दैछ नारायणले चाहिँ के बनाउँदैछ न मिठो मिठो बास्ना आउँदैछ त हामी चाहिँ तिमीले के बनायो मेरो लागि किन बनाएको दाल भात खाँदिन यो चाहिँ आज हाम्रै बस्ने अरे र फाइनली गाइस हामी चाहिँ घर आइपुग्यौँ र अहिले चाहिँ 7 बज्न आँट्यो 7 बज्नु 9 मिनट छ र अब हामी खाना खाएर चाहिँ अब चाहिँ ल्यान्डिङ गर्नुपर्ने हुन्छ र गाइस आजको भिडियो चाहिँ म यतिमै एन्ड गर्न चाहन्थेँ मैले भिडियो अघि नै एन्ड गरेको खासमा तर फेरि सुरजसँग माथि गएर आएको नि त त्यही भएर मैले फेरि पनि कन्टिन्यू गरेँ र अब चाहिँ म भिडियो यहीँ एन्ड गर्न जाँदैछु गाइस किनभने अर्को भिडियोमा भेट्नुपर्छ है बाई बाई